हेलो एभ्रिवान, यही आउँदो वैशाख 20 गते हुन गइरहेको खरिदार चौथोको प्रथम पत्रको लागि केही जिके क्वेसनहरू लिएर आएको छु। प्रश्न नम्बर 1, नेपालको कुन हिमालदेखि कुन हिमाल बीचको भागलाई कोशी नदी प्रणाली भनिन्छ? यसको सही जवाफ रहेको छ कञ्चनजङ्घादेखि लाङटाङ। प्रश्न नम्बर 2, नेपालको सबैभन्दा गहिरो नदी कुन हो? यसको सही जवाफ रहेको छ गण्डकी। प्रश्न नम्बर 3, गण्डकी नदीको लम्बाइ कति छ? एन्सर रहेको छ 338 किलोमिटर। प्रश्न नम्बर 4, विश्व वातावरण दिवस कहिले मनाइन्छ? यसको सही जवाफ रहेको छ जुन 5। प्रश्न नम्बर 5, ग्रिन मुफर केसँग सम्बन्धित छ? यसको सही जवाफ रहेको छ ध्वनि प्रदूषण। प्रश्न नम्बर 6, सबैभन्दा बढी र कम जनसङ्ख्या भएको प्रदेश कुन कुन हो? यसको सही जवाफ रहेको छ बागमती र कर्णाली। प्रश्न नम्बर 7, नेपालको जनघनत्व कति रहेको छ? यसको सही जवाफ रहेको छ 198 जना प्रति वर्ग किलोमिटर। प्रश्न नम्बर 8, सबैभन्दा बढी वार्षिक औसत जनसङ्ख्या वृद्धि दर भएको जिल्ला कुन हो? यसको सही जवाफ रहेको छ भक्तपुर। प्रश्न नम्बर 9, नेपालको हालको जनसङ्ख्या वृद्धि दर कति रहेको छ? यसको सही जवाफ रहेको छ 0.92%। प्रश्न नम्बर 10, जनसङ्ख्या वृद्धि दर ऋणात्मक भएको जिल्ला कतिवटा छन्? यसको सही जवाफ रहेको छ 34। हजुरहरूलाई यस्तै लोकसेवा सम्बन्धी प्रश्न उत्तरको भिडियो अझै हेर्न जान्न इच्छा भए कृपया यस च्यानललाई लाइक, सेयर, कमेन्ट र सब्सक्राइब गर्नुहोला।